안전운전하세요. 안전띠는 생명 벨트입니다. बेजत गर्छ यसले फेरि सधैँ अब आज हामीहरू चाहिँ त्यसो फोटो हेर्दै थियौँ है फेसबुक चलाउँदै थिएँ चलाउँदाखेरि चाहिँ मैले चाहिँ एउटा यो तालगी फार्म भन्ने चाहिँ देखेँ मैले यहाँबाट कट्टाएर चाहिँ थाहा भयो नि हेरौँ है त अहिले चाहिँ सर्च गरौँ मैले हजुरलाई देखेको वाला नि म हजुरलाई यसमा पोस्ट गरिदिन्छु कुन वाला गर्ने हो त अब गरौँ खाङमुन्दो भनेर पनि छैन भने चाहिँ आज जाने हुँदैन जस्तो छ अब यो यता सर्च गऱ्यो उता सर्च गऱ्यो केही नि आउँदैन है अब हामी चाहिँ के गर्छौँ भनेपछि नि यसलाई चाहिँ अब हामी काका म्यापबाट गर्छौँ अनि त्यसपछि जान्छौँ है त जाँदाखेरि आउँदाखेरि चाहिँ हामीको त्यो भयो भने पनि काका म्यापबाट हामीहरूले गऱ्यौँ काका म्यापबाट आयो लगभग 1.1 किलोमिटर पर्ने रहेछ यहाँ रहेछ ल हामी यहाँबाट चाहिँ गाडीमा हालेर जान्छौँ अब 22 मिनटसम्म लाग्ने रहेछ है त फामफाम गरौँ यसको चाहिँ काम भएन त्यही भएर मैले यसलाई चाहिँ त्यत्तिकै मात्र राख्दिएँ है त ओहो हामी जानुपर्ने चाहिँ यताबाट गएर उतातिर जानुपर्ने ल हामी सुरु गऱ्यौँ आज हामी जाँदैछौँ हामीको स्ट्रबेरी फार्म भन्ने देखेको मैले त्यहाँ देखेँ त्यहाँ जाँदैछौँ र हजुरलाई म भन्छु है मैले स्ट्रबेरी चाहिँ धेरै पछि खाएको थिएँ हजुरले नठगेर भन्नु होइन स्ट्रबेरी चाहिँ हजुर फर्स्ट टाइम कहिले खानुभएको थियो भनेर एकछु भन्नु होला हजुरले कमेन्ट गर्नु होला मैले चाहिँ स्ट्रबेरी चाहिँ लगभग दाङमा हुँदाखेरि एउटा दुईवटा पिस चाख्न मात्र पाएको थिएँ अनि काठमाडौँमा आएर पनि धेरै खाएको थिएन स्ट्रबेरी मैले राम्रोसँग खाएको भने कि कोरिया आएर है अब हामी जाँदैछौँ स्ट्रबेरी फार्ममा हेरौँ त्यहाँ हुन्छ कि हुँदैन पोस्ट गरेको ठाउँमा चाहिँ फार्मभित्र चाहिँ अहिले जान मिल्दैन भनेर के 4 महिना र 5 महिनादेखि भनेर लेखेको थियो त्यतिखेर मात्र जानु पाइन्छ अरे भन्ने सुनेको थिएँ त्यही पनि आज चाहिँ हामी टाइम भएको हुनाले हामी चाहिँ तेस्रो महिनामा नै जाँदैछौँ लास्ट भइसक्यो तेस्रो महिनाको लेट्स सी जानु पाइन्छ कि पाइँदैन अब हामी चाहिँ बाटो खोज्दै जान्छौँ है कता जाने भन्छ अब यसले यहाँ जतातिर घुम्ने भन्छ घुमेर जाऊँ अब हामीहरू चाहिँ बिचमा यस्तो जाँदै गर्छौँ कि यस्तो केही कुराहरू भएपछि हामी हजुरलाई खबर गर्दै गर्छौँ है त मलाई मिरो जाने बाटोतिर चाहिँ थाहा छ होइन यो मिरो जाने बाटोतिर भन्दैछ म चाहिँ एकछिन चाहिँ यो नहेरेर म्याप नहेरेर जान्छु अनि अलि बिचबाट गयो भनेपछि कतातिर रहेछ भनेर म्याप हेर्छु है त सुरुमा चाहिँ मलाई यसको थाहा छ यो त्यही भएर म सरर जान्छु सुरुमा चाहिँ यसले चाहिँ सिधै जा भन्छ पसिना पनि धेरै आएको छ आज गर्मी बढ्न थालिसकेको छ एसी चाहिँ चलाउने मन छैन है मलाई चाहिँ एकदम चिसो लागेर भइरहेको छ त्यही भएर मैले एसी चाहिँ चलाएको छैन पसिना राम्रो हुन्छ भनेर त्यतिकै राखेको हो हामी चाहिँ जाँदैछौँ सरर स्ट्रबेरी फार्ममा आज हेरौँ है त हामी त्यहाँ गएर भित्र हाम्रो जान दिन्छ कि दिँदैन भनेर 30 भन्दा तल कताउने भनेर बढ्न थालेछ फेरि पुग्न त पुगिहाल्छ धेरै टाढा छैन रहेछ तर त्यहाँ चाहिँ हामीले जानु पाइन्छ कि पाइन्न भन्ने कुरा हो जाँदैछौँ जाउँ बिचमा गीत पनि सुन्दैछौँ यहाँ सिधा अगाडि गयो भनेपछि हामी त्यही हाइवे हुने बाटोतिर जाँदो रहेछौँ त्यताबाट जाँदो रहेछौँ है त ठिक छ अहिले हामी चाहिँ यहाँ छौँ यहाँ बोकेको छ अहिले हामीहरू म राख्नुको लागि एउटा किन्नुपर्ने भयो है यसले काम नगर्ने जस्तो भयो अब यसो खोजेको चाहिँ भेटाएन कि त्यो चाहिँ एकदम नराम्रो कुरा हो है त्यही म चाहिँ यो नेभी गाडी किन्दाखेरि चाहिँ यो एकदम इम्पोर्टेन्ट कुरा यसलाई चाहिँ नसोच्नु होला है किनभने अपग्रेड गरिराख्नु पर्ने हुन्छ अपग्रेड गर्दाखेरि पनि सायद हजुरको पैसा लिन्छ होला अस्ति मेरो चाहिँ मैले अपग्रेड गर्दैन भन्दाखेरि चाहिँ सर्भिसमा भनेर भनेको थियो पैसा लिन्छ होला यसको अनि हजुरको त्योभन्दा बरु मोबाइलमा हजुरले किन्नुभयो भने चाहिँ आफै अपग्रेड गर्न मिल्छ पैसा पे गर्नु पर्दैन त्यो मोबाइलबाटै चलाएको राम्रो है बरु टिम्यापहरू युज गर्नु त्यो राम्रो हुन्छ जस्तो लाग्छ मलाई चाहिँ
हजुरहरूले के सोच्नुहुन्छ है? हामीलाई सिधा जहाँ भन्छ अगाडि चाहिँ सिधै जान्छु म सुरुमा। साइसम्म हेर्नु चाहिँ झ्याउमै माथि अटाउनु चाहिँ लिएर आउनुपर्छ है। लिएर आयो भने चाहिँ राम्रो हुन्छ होला सायद। कपडा बिग्रेको रहेछ नि त। त्यही है अस्तिको सेम बाटो है। हामी हाइवे जाँदाखेरि जतातिर गएको थियो नि त्यही नै बाटो हो। अस्ति चाहिँ हामी यो साइडबाट गएको थियो, आज चाहिँ अलि अगाडिबाट जान्छ है त। नाइ जा आउनु पाउँदैनस् मजा नि उतातिर। कहाँ ल्याएर राखेको छ अब नि नबनाइदियो है। त्यस्तै हाल्ने पछाडि जाने भन्ने मिल्दैन नि होइन। हामी त्यहाँसम्म आइसकेको छ है। पछाडि पनि गाडी हुन्छ कहाँ घुमेर जानु मिल्छ? मिल्दैन नि। गल्ती त विचार उनीहरूको पनि हो। यता आफ्नो गल्ती पनि भइरहेको रहेछ फेरि। मैले सिधा देखाएको छ अनि हामी सिधा नै जान्छौँ। त्यो बाटोसम्म थाहा भएको कुरा हुनाले उतातिर जान्छ भन्न। पसिना चाहिँ धेरै नै आएको छ, धेरै नै आउँछ मेरो पसिना चाहिँ। राम्रो पनि एकदम चिसो लागिरहेको थियो। गाडीभित्रको तातोले गर्दा पनि पसिना आएर राम्रो पनि भएको छ मलाई। यो बाटो हजुरले याद गर्नुभयो होला, मैले अस्ति भनिसकेको थिएँ लाइसेन्स निकालेको बाटो प्लस हाइवे जाने बाटो पनि यही हो भनेर। त्यो चाहिँ हाइवेतिर जानुहुन्छ नि अस्तिको बाटो है यो चाहिँ। पसिना कस्तो धेरै पसिना आएको, गर्मी धेरै भएछ। अनि के अरे स्कुल एरियामा चाहिँ 30 नै हुन्छ भन्ने, म्याक्सिमम् 30 नै चलाउने भने त्यो चाहिँ हुँदैन है। ठाउँ हेरी हुन्छ। त्यो अगाडितिर हेर्न सक्नुहुन्छ, त्यहाँ चाहिँ 40 छ होइन। सबै स्कुल एरियामा हजुरको 30 हुन्छ भन्ने हुँदैन, कुनै कुनैमा 40 पनि हुन्छ। रुगा लागेर पनि घाँटी यस्तो भएको छ। रुगा लाग्ने नलाग्ने यस्तै चाहिँ मेरो चाहिँ प्रायः यस्तै भइरहेको हुन्छ। यो अगाडि छ नि, यो यहाँनिर अगाडि यो साइडमा हेचे भनेर लेखाएको छ नि। अब यहाँबाट चाहिँ हजुरको 40 सक्यो है। अब चाहिँ 50मा कुदाउनु पाउनुहुन्छ है। हामीले चाहिँ सिधै जा भनेर भन्दा चाहिँ त्यही भएर हामी चाहिँ दायाँ बायाँ नगरेर सिधा जान्छौँ है त। यो बाटो मैले निकालेको अनि लाइसेन्स निकाल्दा चलाएको बाटो नि पुरै नै हो। त्यहाँबाट स्टार्ट भयो चाहिँ परसम्म जानु पऱ्यो थियो हामीहरूलाई। स्टार्ट जहाँबाट भएको त्यही इन भएको थियो नि त। त्यहाँबाट ल्याएर त्यतिर आउनु परेको थियो। त्यस्तै कहाँ टुई आउनु खोज्छ गाडीहरू पनि होइन। हामीले चाहिँ हाइवेतिर जाँदैन, त्यही भएर हामी चाहिँ रोड क्रस गरिहाल्यो है। अर्को साइडमा गइहाल्यो हामीहरू चाहिँ। यो टिप गरेको छ नि लाइट चाहिँ, हजुरले देख्नु भएन होला। टिप गरेको चाहिँ चुगस भनेर भन्छ है। बिस्तारै लैजाने सरर गाडी हालेर लैजाँदा हुन्छ हजुरले। त्यस्तोमा चाहिँ पहेँलो रातो बल्यो भने रोक्नु प्रायः चाहिँ पहेँलो बलिरहेको हुन्छ, यहाँ रोक्नु पर्दैन। हामी गइरहेको छौँ अझै पनि, धेरै टाइम भएको छैन। हामी अघि भर्खर निक्लेको थियौँ है त्यहाँबाट। पुग्यो भने चाहिँ त्यहाँ के कस्तो रहेछ, भित्र जानु पाइन्छ पाइँदैन भनेर हामी हजुरलाई देखाउँछौँ। बिस्तारै हामी जाँदै गर्छौँ। हेर्दै गर्नुहोस्, बस्दै गर्नुहोस् एकछिन। यो भिडियो चाहिँ मैले धेरै लामो बनाउँदैन, एकदम छोटो बनाएर सक्छु होइन। मेरो लागि कस्तो भएको छ, 3 दिन जति भयो, अलि स्वास्थ्य राम्रो छैन। अनि आज चाहिँ यसो छुट्टी भएको बेलामा चाहिँ तालकी फार्म, स्ट्रबेरी फार्म हेर्न जाऊँ भनेर हो है। कति टाढा छ भनेर यसको स्ट्यान्ड चाहिँ किन्नुपर्ने मसँग छ। यसको स्ट्यान्ड तर मैले ल्याउनु बिर्सेर हो है। अहिलेतिर त्यो अलि भएको उतातिर सर र हजुरले हेर्न सक्नुहुन्छ त्यो साइडतिर पनि फार्महरू
फार्ममा जाने भन्छ फर्स्ट टाइम है मेरो चाहिँ कस्तो धेरै चाहिँ अब बाटो कतातिर देखाउँछु सिधै जाऊ बाटो पुगाएको छ सरकारले है साइसामा कति धेरै फर्महरू छ होइन अब चाहिँ हामीले गाडी राख्यौँ भने पुगिसक्यौँ हामीले यहाँ पुग्न चाहिँ सुकेश्वर भन्छ चाहिँ है यादै चाहिँ यहाँनिर रहेछ तर गाडी त ठोकिँदैन नि है पार्किङ गरौँ गाडी पहिला ओहो टन्नै गाडी रहेछ अगाडि हाम्रो चाहिँ त्यो गाडी जान्दैन नि होइन धेरै गाडी राउन्डमा कस्तो छ हामीहरू चाहिँ म चाहिँ यस्तो बिस्तारै 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 पार्क गर्दै गर्छु है यहाँ चाहिँ सल्ल एक साइडतिर लगाएर एक साइडतिर लगाउँछु गाडी ठ्याक्क मलाई त साँच्ची भनेको गाउँघरको याद है आजभन्दा त हाम्रो गाउँघरतिर बाटो पनि पुगेको छ होइन ठ्याक्क आफ्नै गाउँको कस्तो फिल आयो मलाई चाहिँ ओके अब हामीहरू चाहिँ भित्र गएर जाँदैछौँ यहाँ आजले देख्न सक्नुहुन्छ कति धेरै स्ट्रबेरी छ यतातिर है उहाँहरूले पहिला पनि टिपेर राखिसक्नु भएको थियो र कति धेरै मान्छेहरू पनि आउनुभएको थियो यहाँ किन्नको लागि अनि हामीहरू पनि यहाँ गएर हेऱ्यौँ चिरेर अनि त्यसपछि हामीहरूले सोध्यौँ भित्र जानु पाउँछ कि पाउँदैन भन्नाले हुन्छ पाउँछ भनेर भन्नुभयो अनि त्यसपछि भित्र गएर पनि राम्रोसँग हेऱ्यौँ कति मजाले गर्नुभएको थियो कि उहाँहरूले स्ट्रबेरीको फार्मिङ होइन हजुरहरूले पनि हेर्न सक्नुहुन्छ धेरै राम्रो थियो यहाँको चाहिँ मैले फर्स्ट टाइम भिजिट थिएँ मेरो चाहिँ स्ट्रबेरी फार्ममा चाहिँ उहाँहरूले प्लास्टिकको घर बनाएर है अनि हजुरले हेर्न सक्नुहुन्छ लटरम्म फलेको छ कति पाकेको छ कति चाहिँ अझ भर्खर सुरु भएको छ हजुरले हेर्नु होइन कति धेरै छ अनि सायद यो उहाँले 4-5 महिना भनेपछि अझै 2 महिना जति अझै यसबाट नै फाइदा लिन सकिन्छ जस्तो लाग्यो है मलाई चाहिँ सायद 2 महिना अझै यसबाट फाइदा लिन सकिन्छ होला र धेरै नै राम्रो थियो है अनि एउटा कुरा भनेको चाहिँ मलाई चाहिँ के लागेको थियो भने स्ट्रबेरी चाहिँ सुरुदेखि नै यो रातो भएर फल्छ भन्ने लागेको थियो है तर त्यो चाहिँ होइन रहेछ सुरुमा चाहिँ हरियो भएर हुँदो रहेछ अनि पछि पाकेपछि चाहिँ रातो हुँदो रहेछ अनि रातो भएको चाहिँ ठुल्ठुलो भएको चाहिँ उहाँले टिप्नु रहेछ अनि अर्को कुरा भनेको चाहिँ यो चाहिँ मौरी पालन हो जस्तो छ जस्तै हामीहरूले तोरी फुल फुलेको बेलामा हामीले मौरी पालन गरिरहेको छ तर एक्ज्याक्ट कुरा चाहिँ मलाई थाहा भएन है सो हेर्दा चाहिँ त्यस्तो छ र एकदम राम्रो छ यो पनि एकदम धेरै फाइदाजनक हो यो कुरा पनि ताल्गी हामीहरूले स्ट्रबेरी किनेर आयो अनि हामीहरू चाहिँ त्यहाँबाट फर्किँदाखेरि हामीहरूले बिच बाटोमा कफी सप भेट्यौँ र कफी सपमा गएर एकछिन भए पनि हामीहरूले थकाइ मार्नुपर्छ भनेर गाडी पार्क गरेर कफी खानातिर गयौँ बाहिरबाट हेर्दा कस्तो राम्रो देखिएको थियो यो चाहिँ अनि भित्रबाट हेर्दाखेरि पनि इन्टेरियर धेरै राम्रो थियो हजुरले पनि हेर्न सक्नुहुन्छ कति राम्रो थियो है अनि हामीहरूले एकछिन पनि कफी अर्डर गऱ्यौँ त्यहाँ गएर अनि कफी अर्डर गरिसक्यो भनेपछि उहाँले हामीलाई कफी ल्याइदिनु भयो अनि हामीले कफी खायौँ एकदम मिठो थियो त्यहाँको कफी अनि त्यसपछि हामीले कफी खाइसकेपछि हामी त्यहाँबाट फर्किन थाल्यौँ र त्यसपछि हामी लगभग साँझतिर रुममा पुगिसकेको थियौँ हजुरहरूले अहिलेसम्म हेरिदिनु भयो हजुरलाई धेरै 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 धन्यवाद फाइनल्ली हाम्रो धेरै धेरै धन्यवाद हाम्रो मेन स्पोन्सर्स टिमलाई थ्याङ्क यू सो मच हजुरहरूलाई